हेलो एभ्रिवान, आज चाहिँ हामी मेरुस्टोनको मिडवे रिभरको क्यानलमा आइसकेका छौँ र आज मेरो साथमा हुनुहुन्छ मनिष राई। हजुर सन्चै हुनुहुन्छ? हजुर सन्चै छ हजुर। आज तपाईँ के गर्न आउनुभएको थियो टाउनमा? आज म मेरो नम्बर युगलसँग घुम्न आएको थिएँ। हजुरको घुमाइ कस्तो भयो त? मेरो घुमाइ एकदम रमाइलो भयो। साथमा युगलसँग यसो टाइम स्पेन्ड राम्रै भयो। सो हजुरलाई क्विक क्वेसन, हजुर आज कुन ठाउँमा घुम्नुभयो त? तपाईँको मेन ठाउँ एरिया भनिदिनुहोस् न। आज मेन ठाउँ चाहिँ हाम्रो पोस्ट अफिस रहेको थियो। त्यहाँदेखि हामी चाहिँ एसियन सपमा बोबा टी खान गयौँ। हजुर, बोबा टी एकदमै मिठो थियो। त्यहाँदेखि चाहिँ हामी रेन्ज गयौँ। हजुर, रेन्जमा डब्बा किन्यौँ। हजुर, डब्बा किनिसकेपछि चाहिँ हामी टिके मार्क्समा गयौँ। मेरो युगल बोसले चाहिँ एउटा सर्ट मन पराउनु भएको थियो, तर उहाँलाई चाहिँ साइज भएन र उहाँले चाहिँ त्यो किन्नु भएन। हजुर, तर पनि ठिकै छ, पछि किन्नुहुन्छ होला। अनि बिस्तारै अब मिडवे क्यानलतिर छेउतिर किनारमा यो गोल्डन आवरको महसुस गर्दै युगल बोससँग साथमा हिँडिरहेको छु। एकदमै आनन्दको पल छ, त्यति भन्न चाहन्छु। खुसी लाग्यो। हजुरको आजको दिन एकदम राम्रो भएछ। हजुरले सोचेको भन्दा फार बेटर भएकोमा मलाई एकदम खुसी लागेको छ। सो अब यहाँदेखि हजुरको रुम कतिको टाढो छ त? अब यहाँदेखि मेरो रुम चाहिँ करिब 15 देखि 20 मिनटको बाटो छ। हजुर, म बिस्तारै मेरो प्यारो नम्बर युगलसँग गफ गर्दै अब चट्टसँगले जान्छु। अनि अब यो चाहिँ आउट अफ टपिक आजको बाइकको। आज हामीले जे पनि गऱ्यौँ होइन, त्यो बाइकको टपिक चाहिँ म हजुरलाई सोध्नु गइरहेको छु। के म सोध्नु सक्छु तपाईँलाई? हजुर पक्का सोध्नुहोस् न मलाई। तपाईँ स्लिम हुनुहुन्छ, फिट हुनुहुन्छ, यसको पछाडिको विशेषता चाहिँ के हो र? खासमा यो विशेषता भन्दा पनि मैले चाहिँ मेरो बडीलाई मेन्टेन गराएको जस्तो लाग्छ है। अब खानापिनामा ध्यान दिनुपर्छ होइन। अब फिटनेस अब हप्तामा 4 चोटि पिटी फिजिकल ट्रेनिङ गरेपछि चाहिँ त्यो अनुसारले मोटिभेट भएर डिसिप्लिन रहेर एउटा कार्यमा फोकस गरेर आफ्नो बडीलाई मेन्टेन गर्दाखेरि चाहिँ मैले यो बडी पाउनु सफल भएको हो। अब अरू बाँकी रहेको चाहिँ मेरो नेचुरल्ली यस्तै बडी यस्तै रहेको जस्तो लाग्छ मलाई चाहिँ। हुन्छ, हजुर मेरो अर्कलमा तपाईँ अहिले 26 वर्षको हुनुभएको छ। 26 वर्षमा पनि तपाईँले यस्तो राम्रो मेहनतको साथ राम्रो बडीको स्ट्रक्चर निकाल्नु भएको छ। किनभने आजभोलि अब जङ्क फुड खानेको कारणले गर्दा, डाइटको ब्यालेन्स नहुनेको कारणले गर्दाखेरि मान्छेहरू 18-19 वर्षमा नै 40-45 वर्षको जस्तो उमेरको देखिन्छ। तर अब हजुर चाहिँ 24 वर्ष पुग्दा पनि राम्रो डाइट प्लानिङ गरेर राम्रो आफ्नो बडीलाई चाहिँ राम्रो स्ट्रक्चरमा राख्नु सफल हुनुभएकोमा तपाईँलाई बधाई छ। धेरै धेरै धन्यवाद हजुरलाई। आजको चाहिँ हाम्रो कार्यक्रम यहीँ टुङ्गाउन चाहन्छु। लास्टमा जानुभन्दा अगाडि हजुरको केही 2 शब्द भन्न चाहनुहुन्छ? यो हेर्ने भ्युअर्सहरूलाई चाहिँ एक सलाम छ मेरो तर्फबाट। अनि प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला युगल बोसको च्यानलमा। अनि यस्तै भिडियोहरू, रोमाञ्चक भिडियोहरू लिएर हामी छिट्टै नै तपाईँहरू सामु उपस्थित हुनेछौँ। अहिलेको लागि चाहिँ यति भन्दै मेरो 2 शब्द टुङ्गाउन चाहन्छु। त हस्त धन्यवाद। ल हस्त धन्यवाद।